हे गाइज नमस्ते नमस्कार है सबैजनालाई गुड मर्निङ एभ्रिवान भन्न चाहन्छु। म चाहिँ यति बेला बुटोल जानको लागि एकदम तयार भइसकेको छु। तपाईँहरू यति बेला हेर्दै हुनुहुन्छ मनकृष्ण पाण्डे ब्लग यो च्यानल लिएर बस्नुभएका सबैजनालाई फेरि पनि स्वागत छ। वेलकम टु ब्याक टु आवर युट्युब च्यानल भन्न चाहन्छु। कस्तो तर्साउँछ कुकुरले पनि, कस्तो तर्साउँछ कुकुरले पनि। साथीहरू अनि म चाहिँ बुटोल जानलाई तयार छु आज, तर कसैले पनि भनेको छैन घरतिर चाहिँ हाम्रो 2-3 जना मान्छेहरू स्पेसल भनौँ न आउनु भएको छ मान्छेहरू, त्यसैले भए पनि म जाँदैछु। अनि यतातिर चाहिँ अमलाबास बजार चाहिँ यता तलतिर रहेको छ, म यता तल बजारतिर झर्दैछु। यतातिर पारि आज खासै मौसम चाहिँ खुलेको छैन है साथीहरू, किनभने आज खै किन होला होसो लाग्छ। अलिकति शनिबार पनि भएकाले अलिकति बजारहरू पनि सुन्ने छ भनौँ न, त्यसपछि अनि बसहरू पनि खासै पाइएको छैन। अब हेरौँ के हुन्छ साथीहरू। म चाहिँ तपाईँहरूले जहाँसम्म बिच बाटोमा भेटाउँछु या सिधै बुटोल गएर भेटाउँछु है त साथीहरू। लेट्स गो। करिब 2 घन्टाको यात्रापछि म जोरदारा पुगेको थिएँ। त्यहाँ चाहिँ मैले चुगाउने अनि सँगै बटुक र पकौडा मगाएको थिएँ। एकदम राम्रो हुन्छ यहाँ चाहिँ। साथीहरू म चाहिँ बुटोल पुगिसकेको छु। अब यहाँदेखि चाहिँ बस लगेर म चाहिँ घरतिर लाग्छु। भिडभाड छ नि यतातिर, हालै एकदम थुप्रा छ कि साथीहरू यतातिर। म चाहिँ अहिले चाहिँ हस्पिटल लाइनमा छु है, यतातिर हस्पिटल लाइन यहाँ छ हाम्रो। साथीहरू मैले चाहिँ नास्ता गरेर बसिसकेको छु। अब चाहिँ म जाँदैछु यता घरतिर। सो साथीहरू म चाहिँ बुद्धनगर पुगेर अलिकति भित्र आइसकेको छु साथीहरू। भित्र भन्दा नि दिदीको घरतिर आउँदैछु। अनि म आएको चाहिँ भेनाजुलाई मात्र थाहा, अरू कसैलाई पनि थाहा छैन साथीहरू। यतातिर रमाइलो छ, धेरै चेन्ज छ। यतातिर साथीहरू दिदीको त्यहाँ अगाडितिर छ। सो त्यही नै हो। म चाहिँ उहाँलाई म गर्छु र त्यसपछि बल्ल कुरा गर्ने कि साथीहरू। यताउति टक्क मान्छेले हेरेर आएको छ, अहिले बोल्न सकिन्न साथीहरू। त्यही छ। म पहिला उहाँहरूलाई भेट्छु, त्यसपछि बल्ल हजुरसँग पनि कुराकानी गर्छु। उहाँहरूको त्यो एक्सप्रेसन हेर्छु कि साथीहरू कस्तो हुँदैछ होइन। ठिक छ, किन है साथीहरू मेरो दिदीको घर यो। के छ दाजु, मेरो बिहाको काम नै हो। के छ साथीहरू हामी त सक्सेस भयो नि त। अपर काम अपर दाजु त्यही अब त्यही कसैले त म्यानेजर दाइ मलाई नि खानु पर्छ बुटोल आएर खानु है। के छ ल खाऊ खा। मैले त भर्खरै खाएँ। कहाँ यार दाइ परमा नम्बर ओराङ भयो भने पनि साइकलमा जाला अनि जाँदा जाने मैले
दुईटालाई भेट्दैछु साथीहरू उहाँलाई त्यहाँ छन् आइज न तिमीलाई क्या मान्छे केही न केही हो के यहाँ मैले जान्दा यहाँ भित्र काम छ के छ ठिक छ नि आउनु हुने हो के म थाहा थियो कि के नि के दाइ अघि त्यस्तै अघि दाइ त्यस्तै त्यो पनि त्यस्तै म गर्ने के भने 37 वाला नम्बरमा पर कहाँ सालन्टी घटेको सामान आइहाल्यो के यस्तो के मेरोमा नि नम्बर आएको थियो 0037 वाला थियो होइन एकै नम्बर हो त्यो 37 वाला एउटा बाइक थिएन नबीले फोन उठाएर यताउति दिइरहेको काम सक्सेस यति हतार गरेर आएँ नि म जङ्गल गएको थिएँ साथीहरू हामीले दुईटालाई भेटाइसक्यो है मैले भेटाइसकेँ अब पत्रकार अब घरकालाई मात्र बाँकी छ हाम्रो साइन्सलाई साथीहरू अहिले चाहिँ म यहाँ धान बोक्दैछु यहाँ अलिकति नदेखेको होला धान चाहिँ लगभग बोकेर भ्याइयो अलिकति छ अब बोकेर भ्याउने त्यसपछि हामी चाहिँ अहिले एकछिन पौडी खेल्न जाने साथीहरू बोक्न अलि अप्ठ्यारो भयो यता छेउै छ कि यस्तो छ बाटो यहाँदेखि जाने यो त्यहाँ अगाडि घर छ नि हो त्यही यतातिर फाल्ने यता अहिले देखिन्छ है हो त्यहाँनिरको त्यो सेतो घरमा त्यो फाल्ने बाटो चाहिँ मेडी हो यस्तो गाह्रो छ ओहो लगभग अब 1 राउन्ड छ हामीले 6-7 भन्दा बढी राउन्ड त बोकेर भ्याइयो अब 1 राउन्ड बोकेपछि हाम्रो पनि भ्याइन्छ कति धेरै त धान त अझै काट्नु बाँकी छ यतातिर पुरै धान काट्नै बाँकी छ कति धेरैको साथीहरू हाम्रो चाहिँ अब 1 लड छ है बोक्न धेरै त छैन अब 1 लड मात्र बोकेपछि काम फिनिस त्यसपछि नुहाउन हिँडिस् त्यसपछि मलाई चिनिस् रमेश 1 लड बोकेपछि काम फिनिस त्यसपछि नुहाउन हिँडिस् त्यसपछि मलाई चिनिस् घाम चाहिँ लास्टै छ तर त्यतैतिर हो कि टर्किने अर्काको बोडी चढेर खुब मजा देखाउन लाग्ने अगाडि त अहिले पुलिस केस गर्नु क्या पुलिस केस गरिदिएला क्या फेरि हो अनि ल्याउने खबर गरौँ के अरे जेनजी पछिको आन्दोलनमा पुलिस हरात गरेको यसो बुझाउँला नि लेख्नु जेनजी पछिको अवस्थामा बान्न पर्यो यस्तै गर्ने एउटा 2 3 4
तान्ने चाहिँ कहाँबाट यही हो रमेश यहाँ नि यहीँबाट तान्ने आन्न त यार बन्द भयो नारायण भाइ सो साथीहरू म चाहिँ अस्ति गएर अनि आज चाहिँ फर्किसक्यो भन्दा नि मैले जुन ठाउँमा भिडियो स्टार्ट गरेको थिएँ त्यही ठाउँमा पुगेर पनि भिडियो इन्ड हुन थालिसकेको छ। गइयो भनौँ न बुटुलतिर बस्नु पऱ्यो, अलिकति काम थियो अब त्यसको कारणले गर्दा पनि बुटुलतिर बस्नु पऱ्यो। बुटुलतिर घाम चर्केको थियो, यतातिर चाहिँ चिसो भइसक्यो रहेछ। आज घाम पनि लागेको छैन, करिब 10 बजे 10:30 भइसकेको छ आज, तर पनि घाम लागेको छैन साथीहरू। त्यही नै हो, यति बेलासम्म हेरिदिनु भयो, थ्याङ्क यू सो मच सबैजनालाई। यदि च्यानलमा नयाँ जोडिनु भएको छ भने प्लिज सब्सक्राइब दिस च्यानल भन्न चाहन्छु। यतातिर चाहिँ मौसम चाहिँ खुलेको छैन, आज चाहिँ एकदम अवस्था नाजुक जस्तो नै छ कि साथीहरू। यतातिर केही देखिएको छैन आज, पारितिर नत्र हिमालहरू देखिने पारितिर थियो, देखिएको छैन। हामी फेरि अर्को भिडियोमा कुनै नयाँ ठाउँमा या केही नयाँ भिडियोमा म तपाईँहरूसँग भेट्ने नै छु। मैले काम गर्ने ठाउँ चाहिँ यहीँनिर छ, यो टावरमा, त्यहीँ पुगिसकेँ। थ्याङ्क यू सो मच। फेरि पनि सब्सक्राइब गर्न नबिर्सिनु होला अनि बेल आइकन घन्टीलाई पनि थिच्न नबिर्सिनु होला। नयाँ जोडिनु भएको छ भने सबैले सब्सक्राइब गरिदिनुहोस्, माया गर्नुहोस्। नयाँ नयाँ भिडियोहरू नयाँ कन्टेन्टहरू म दिइरहनेछु, इन्टरटेनमेन्ट गरिरहनेछु र हजुरले पनि इन्जोय गर्दै गर्नु होला। थ्याङ्क यू सो मच, बाई बाई।